तर युवाहरूको मन जलिरहेका थिए। अन्यायको विरुद्ध आगो दन्किएको प्रत्येक मुटुमा आन्दोलन थियो। रगतले लेखियो साहसको कथा, आँसुले धुलायो पीडाको रेखा। जिन्जिटको त्यो गर्जन अझै बुझिन्छ हाम्रो आत्मामा गहिरो लेखा। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यूलाई, सभामुख महोदयज्यूलाई मलाई यस मञ्चमा बोलाइदिनु भएकोमा र यस मञ्चमा आफ्नो विचार प्रस्तुत गर्न मौका दिनुभएकोमा र कार्यक्रम सञ्चालक समितिलाई पनि धन्यवाद दिन चाहन्छु। समाजमा निरन्तर काम गर्दै आइरहनुभएका यस कार्यक्रमका सभापतिज्यू, सामाजिक कार्यमा निरन्तर लागिरहनुभएका आजका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिहरू र अन्य अतिथिगण, दुधको दुध र पानीको पानी निष्कर्ष गर्ने निर्णायक मण्डलज्यू र हामीलाई ज्ञानको ज्योति दिएर यति मेहनत गरेर यहाँसम्म आउन सहयोग गर्नुभएका हाम्रा सम्पूर्ण आदरणीय गुरुबा र गुरुआमाहरूलाई आफ्नो मुटुबाट धन्यवाद दिन चाहन्छु। म तपाईँहरूको समक्ष एउटा दर्दनाक घटनाको सम्झना लिएर आएको छु। कृपया ध्यान दिएर सुनिदिनु होला अनुरोध गर्दैछु। समयको मूल्य हेर्दै म आफ्नो शीर्षकतिर लाग्छु। आजको मेरो शीर्षक रहेको छ भदौ 23 र 24 जिन्जिट आन्दोलनको सम्झना। जब युवा पुस्ताले मन तोड्छ तब इतिहासले नयाँ दिशा लिन्छ। भदौ 23 र 24 का ती दुई दिन नेपालको युवाहरूको इतिहासमा स्वर्णाक्षरले लेखिएका दिन हुन्। ती दिनहरूले देखाए कि जब देशको युवा पुस्ता जाग्छन् तब अन्याय र अत्याचारका प्रखालहरू ढल्छन्। ती दिनहरूले हाम्रो समाजले हलाए, नेतृत्वलाई सोध्न बाध्य बनाएर सम्पूर्ण राष्ट्रमा परिवर्तनको चेतना जगाए। जेन्जिट अर्थात् सन् 1997 पछि जन्मिएको पुस्ता जसले मोबाइल, इन्टरनेट र डिजिटल युगमा हुर्किएका छन्। उनीहरूले प्राविधिक दृष्टिले आधुनिक सोचमा स्वतन्त्र र भावना रूपमा अत्यन्त सन्देशशील छन्। तर भदौ 23 र 24 का ती दुई दिन उनीहरू केवल डिजिटल पुस्ता होइन, न्यायका लागि, परिवर्तनका लागि सैनिक बने। सडकमा उत्रेका ती युवाहरूले माग गरे, हामी पारदर्शिता चाहन्छौँ, जवाबदेही नेतृत्व चाहन्छौँ र अवसरमा समानता चाहन्छौँ। त्यो दिन उनीहरूको स्वर केवल आन्दोलन थिएन, एउटा चेतनाको पुनर्जन्म थियो। भदौ 23 र 24 का दिनहरूमा देशका विभिन्न भागहरूमा युवाहरूले हातमा झन्डा होइन न्यायका नारा लिएर सडकमा निस्किए। उनीहरूले बोले, लेखे, चिच्याए र माग गरे, देश हाम्रो हो, भविष्य हाम्रो हो, अब मन बस्दैनौ। जेन्जिट आन्दोलनले हामीलाई त एउटा कुरा सिकायो कि साँचो देश प्रेम केवल हातमा झन्डा लिएर फहराउनु होइन। साँचो देश प्रेम केवल त्यो व्यक्ति हुन्छ जो आफ्नो देशको लागि जिम्मेवार बन्छ, जो अन्याय र अत्याचारको विरोध गर्छ। त्यो नै केवल साँचो देश प्रेम हो। ती युवाहरूले हामीले देखाएको परिवर्तनको लागि उमेर होइन, हिम्मत चाहिन्छ। ती युवाहरूले भदौ 23 र 24 का दिनहरूमा आफ्ना हकका लागि बोल्ने साहस देखायो। उनीहरूलाई कुनै पार्टीले होइन, देश प्रेमले सडकमा ल्यायो। उनीहरूको हातमा केवल नारा थिएन, तर मुटुमा सपना थियो। एउटा राम्रो नेपाल बनाउने सपना थियो। यो आन्दोलन केवल विरोधको लहर होइन, एउटा जिम्मेवारी आन्दोलन थियो। जेन्जिटले त जनताले सम्झायो, नागरिक चेतनाले मात्र देश बदलिन्छ। जेन्जिटको सोच नयाँ नेपालको सपना। जेन्जिट पुस्ता आधुनिक सोचमा धनी छ। उनीहरूले विश्व हेरेका छन्, उनीहरू प्रविधिले आफ्नो साथी बनाएका छन् र परिवर्तनलाई आफ्नो घरमा ठानेका छन्। तर उनीहरूले बुझेका छन् कि प्रविधिले मात्र होइन, सत्य र न्यायले मात्र देश बन्छ। ती युवाहरूले भदौ 23 र 24 मा मिलेर जुन आन्दोलन उठायो त्यो केवल विरोध, त्यो एउटा तत्कालीन अवस्थाको विरोध थिएन, त्यो एउटा दीर्घकालीन सुधारको माग थियो। ती दिनहरूले प्रत्येक नागरिकलाई सोध्न बाध्य पारे, के हामी न्यायपूर्ण समाजमा बाँचिरहेका छौँ? के हाम्रो पारदर्शिता, नेतृत्व र जवाबदेही छ? जेन्जिट आन्दोलनमा सहभागिता धेरै युवाहरूले अत्यधिक जोखिम मोले। केहीले त घाइते भए, त केहीले कानुनी दबाव सहनु पर्यो, तर उनीहरूको हिम्मत मरेनन्। त्यो नै साहस आज प्रेरणाको स्रोत बनेको छ। हामीलाई त्यो युवाहरूको त्यागले केवल सम्झना सीमित राख्नु हुँदैन। ती आन्दोलनले मिलेर जुन विकासको बीज रोप्यो, हामीहरू मिलेर त्यसलाई परिवर्तनको रूप बनाउनु पर्छ। आजको सन्दर्भमा भदौ 23 र 24 केवल तिथि मात्र होइन, त्यो एउटा चेतनाको प्रतीक बनेको छ। ती दिनहरूले देखाए कि अन्यायको विरुद्ध बोल्न डराउनु हुँदैन, देशका लागि जिम्मेवार बन्नु नै साँचो देश प्रेम हो। ती दिनहरूले देखाए कि सामाजिक परिवर्तनका लागि केवल राजनीतिज्ञ होइन, जनताको सहभागिता पनि अति आवश्यक छ। अन्त्य आज हामी ती युवाहरूले श्रद्धाञ्जली अर्पण गर्छौँ जसले आफ्नो आवाजले सम्पूर्ण देश चलाए। हामी बिर्सिनु हुँदैन। भदौ 23 र 24 का दिन केवल दुई दिनको घटना होइन, त्यो एउटा पुस्ताको जागरण थियो। ती दिनहरूले हामीलाई देखायो कि परिवर्तन सम्भव छ यदि युवा पुस्ता एकजुट हुन्छ भने। न्याय र रगत र आँसुको मूल्य थियो त्यो दिन। न्यायका लागि उठेका हाम्रा अभियान, भदौको त्यो लहर आज पनि छ साथ। जेन्जिटको सपना, नयाँ नेपालको बात। यदि युवा पुस्ताले मन बस्यो भने भविष्य हराउँछ, यदि युवाले मन तोड्छ भने देश बाँच्दछ। यति भन्दै म आफ्नो दुई शब्द यहीँ टुङ्ग्याई हस्पिटलबाट बिदा लिन चाहन्छु।